Hello everyone, welcome back to our YouTube channel. हामी चाहिँ आज तीनधारा जाँदैछौँ। अब हामी जानलाई रेडी भएको। हामी चाहिँ जाने। अब घाम चाहिँ लागिरहेछ यसरी। उता गएर चाहिँ पानी पर्छ कि के हुन्छ थाहा छैन। अब हामी चाहिँ यसमा जाँदैछौँ। बीचबीचमा बाटोमा के कस्तो हुन्छ हामी अपडेट दिँदै गर्छौँ, हेर्नु होला। यस्तो देखिरहेछ भ्यू हेर्नु, घाम लागेर मस्त। दिलो भयो के गरेको practice time again. काभ्रे भन्ने जग्गा आइपुग्यो। काभ्रे जग्गाबाट चाहिँ राइटपट्टि यस्तो भित्र राइटबाट नम्बुदा जाने बाटोबाट चाहिँ आउन सक्नुहुन्छ तपाईँहरू। यताबाट यस्तो जानुपर्छ। यो चाहिँ नम्बुदा जाने बाटो हो। यदि कोही नयाँ आउनुहुन्छ भने चाहिँ भिडियो हेर्दै आउन सक्नुहुन्छ। अहिले चाहिँ नम्बुदाको गेट आइपुगेर यसो बाटो नम्बुदा, यो चाहिँ नम्बुदाको गेट चाहिँ सिधा देउले लाग्यो।
लेफ्ट लेफ्ट दुईटा बाटो छ यहाँबाट चाहिँ यता लेफ्ट साइडमा लाग्ने लेफ्ट साइड यो चाहिँ दाप्चा हो यहीँबाट यो चाहिँ यता दाप्चा हो दाप्चाबाट चाहिँ यहाँ दुईटा बाटो छ यहाँबाट चाहिँ तलतिर जानुपर्छ बाटोमै लेखेको थियो यहाँ तीनधारा झर्ना जाने बाटो यहाँ चाहिँ सिधा यसरी सिधा यहाँ ढलानको बाटो छ अनि तलबाट पिच रोड छ यो ठाउँलाई चाहिँ दाप्चा भन्छ तल गएर छुट्टिन्छ यहाँबाट होइन भ्यू चाहिँ दामी देख्न सक्नुहुन्छ हेर्नुहोस् यस्तो राम्रो छ भ्यू चाहिँ बाटो त यहाँ अलिक तलसम्म त राम्रै छ है यसमा चाहिँ बाटो भेटिन्छ तल त्यो खोलामा पुगेर त्यहाँबाट उता गयो भने चाहिँ सोझे त्यहाँ त्यो बिचको बाटोबाट चाहिँ माथि जानु त्यो चाहिँ हाम्रो उता त्यो बाटो चाहिँ हाम्रो यता चाहिँ हाम्रो गाउँ जाने बाटो होइन भ्यू यस्तो छ ओहो कस्तो राम्रो देखेको बाटो चाहिँ डेन्जर छ डेन्जर पानी पर्दा चाहिँ गाह्रै हुन्छ फलाम साकु आइपुग्यो यहाँ चाहिँ यसो माथि जाने होला है अब यता चाहिँ फलाम साकु छ होइन फलाम साकु भन्छ यो ठाउँलाई चाहिँ यताबाट चाहिँ यता नगइकन यता राइट साइडपट्टि तीनधारा यतैबाट जान्छ सिधै कतै यताउति जानु पर्दैन सिधै हो बाटो तीनधारा जाने त्यो त कताबाट राम्रो छ बाटो हजुर यताबाट गयो भने तपाईँलाई डाँडै डाँडा हुन्छ उताबाट गयो भने तपाईँ त्यहाँ उता पुगेर फेरि फर्केर गयो त्यो माथि भन्जाउँछ नि त्यो माथिको त्यहाँ पुग्नु पऱ्यो तर यताको बाटै गएको राम्रो यता बाटो गयो भने एउटै रोड जानु होइन यो रोडै रात गएपछि एउटा घर भेटिन्छ अलि माथिको घर भेटिन्छ घरबाट यो उत्तिसको रुखहरू भेटिन्छ त्यहाँबाट यता जानु है त पानी पर्न लागिसक्यो हस् त धन्यवाद पानीले चाहिँ हामीलाई बिजो बाटो चाहिँ यस्तो छ पानी परेर बिजोग भयो योभन्दा ठुलो पानी पऱ्यो भने चाहिँ खत्तम हुन्छ पानी पऱ्यो नि हामी जाँदैछौँ स्ट्रगल झर्ना हेर्नको लागि यतिको त गर्नु परिहाल्यो नि होइन गाउँहरू चाहिँ यस्तो छ साथीहरू हेर्नु होला माथि तीनधारा पुग्न लागेको थियो पानी परेर यस्तो भएर बसिरहेको छ हामी त बिजोक पानी पर्यो यस्तो छ पानी परेर भ्यू माथि जानुपर्छ हामी त घर पनि हो त्यहाँ पर एउटा रहेछ त्यहाँ पर एउटा रहेछ
यस्तो छ है साथीहरू यस्तो। अब माथि गएर भेटौँला, बाई बाई। फाइनली हामी चाहिँ आइपुग्यो है यहाँ रिसोर्टमा। बाटो चाहिँ यस्तो छ, 3 धारा जाने बाटो। भ्यू चाहिँ दामी देख्छ। मकैहरू। हजुर बाटो चाहिँ साह्रै नराम्रो रहेछ। बाटो चाहिँ अलिक व्यवस्थित छैन। पानी नपर्दा त बाटो राम्रै हो, पानी पर्दा चाहिँ यस्तो गाह्रो हुन्छ। चिप्लो छ, पानी परेर म चाहिँ छाता ओढिरहेको छु। चिप्लो छ, सबै रातो माटो हो क्या अरे। यो चाहिँ मालाको बोटहरू। यो चाहिँ बुद्धचित्त माला भन्छ है। यो चाहिँ वाउ, लुकिङ लाइक वाउ। हामी चाहिँ त्यहाँ बस्नेवाला छौँ मेबी। भ्यू चाहिँ दामी छ। यो ठाउँलाई चाहिँ 3 धारे झरना भन्छ गाइस। यो चाहिँ रिसोर्ट हो, झरना चाहिँ वहाँ पर जानुपर्छ यिनीहरूलाई। टेन्टहरूको पनि राम्रो व्यवस्था छ। तपाईँहरू यदि आउन चाहनुहुन्छ भने यसरी टेन्टहरूमा व्यवस्थित तरिकाले बस्न पाइन्छ। तीन धारे झरना यसरी टेन्टहरूमा। बाँकीको भिडियो म पछि गर्नेछु।